समर्थन वा विरोध पूर्वाग्रहमा होइन, तथ्य र प्रमाणमा आधारित हुनुपर्छ। यो सरकार जुन जनअपेक्षा, भरोसा र प्रश्नको जगमा उभिएको छ, त्यसैको आधारमा यसपटकको नीति तथा कार्यक्रम त्यही उचाइ र गरिमाको हुनेछ भन्ने मेरो अपेक्षा थियो। तर त्यो उचाइको आशा, उत्साह र भरोसा जगाउने कार्यक्रमहरूसँग मेरो भेट भने भएन। म तपाईँहरूलाई सोध्न चाहन्छु, यो नीति तथा कार्यक्रम ती तपाईँहरूकै प्रश्न, दाबी, बाचाहरू र अपेक्षालाई सम्बोधन गर्ने गरी आएको छ। प्रारम्भमै संविधान संशोधनको कुरा यहाँ लेखिएको छ। मेरो स्पष्ट धारणा छ, संविधान संशोधन केवल संशोधनको लागि मात्र होइन, जनताले प्राप्त गरेका अधिकारको कसीमा राखेर अग्रगमनका लागि होइन, अग्रगमनका लागि हुनुपर्छ, न कि पश्चगमनका लागि। यो संविधान केवल अक्षरहरूको सङ्ग्रह होइन, रगत र पसिनाले लेखिएको साझा सहमतिको दस्तावेज पनि हो। यो त राष्ट्रिय एकता र साझा मनोवैज्ञानिक भावधारालाई जोड्ने कडी पनि हो। गणितले संशोधन त गर्ला, तर साझा भावनाले मात्र स्थायित्व दिन्छ। संविधानका अक्षरहरू बहुमतको गणितले मात्र कोरिनु हुँदैन, त्यसमा राष्ट्रको साझा ढुकढुकी र सहमतिको रङ पनि भरिनुपर्छ। तब मात्र त्यो कालजयी र साझा बन्न सक्छ। हामी बहस गर्छौँ, देश किन बनेन, लामा लामा विमर्श गर्छौँ, दाबीहरू पेश गर्छौँ, नैतिक शिक्षा बाँड्छौँ र जनतासँग अर्को बाचा गर्छौँ। हामीले कहिले यो वस्तुगत हिसाब गरेनौँ, आखिर बन्यो चाहिँ कति र कस्तो, के छन् बन्न बाँकी। हामीले स्वीकार गर्नै पर्छ कि आर्थिक परनिर्भरता हाम्रो एउटा नमिठो इतिहास र बाध्यता दुवै बनेको छ। परनिर्भर अर्थतन्त्रको जगमा उभिएर कुनै पनि देश समृद्ध भएको इतिहास विश्वमा कतै पनि छैन। दुःखको कुरा, प्रस्तुत नीति तथा कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्र निर्माणको स्पष्ट मार्गचित्र र दृढ सङ्कल्प भने कतै देखिँदैन। यो अपमानपूर्ण परनिर्भरताको भारी बोकेर देश गन्तव्यमा पुग्न सक्दैन। बजारको कुरा गर्छौँ र वितरणका सुन्दर सपनाहरू सहजै बाँड्छौँ, तर प्रश्न उठ्छ, जब उत्पादन नै छैन तब बजार र वितरणको मात्रै सपना बाँडेर हुन्छ के? म अनुरोध गर्न चाहन्छु, अब अरूले देखाएको बाटोमा होइन, अरूले दिएको उधारो उज्यालोमा पनि होइन, अब आत्मनिर्भर अर्थतन्त्रको नेपाली बाटो निर्माण गरौँ। त्यो हो उत्पादनको बाटो। विकासका लागि सुशासन अपरिहार्य छ, तर सुशासन राज्यको दमन वा त्रासबाट मात्र सम्भव हुँदैन। बन्दुक देखाएर वा जेल देखाएर मात्र हुँदैन। यसका लागि